वेलकम ब्याक टु कास्यो ब्रदर। र गाइस आज चाहिँ हजुरहरू के गर्दै हुनुहुन्छ त्यसलाई कमेन्टमा भन्न नबिर्सिनु होला। र गाइस आज चाहिँ म जान आँटेको छु मेरो वान एन्ड ओन्ली ब्रदर, मेरो गाउँको ब्रदर सायङको घर। र गाइस अहिले यतापट्टिको वेदर चाहिँ एकदमै राम्रो भएको छ। गाइस हजुरहरू देख्न सक्नुहुन्छ टक्क यतापट्टि माथि यस्तो स्काई टाइपको भइरहेछ। प्रतीकले चाहिँ ढ्याङ गरेर मलाई जाम भनेर सिग्नल दिइसकेका छन्। र यिनै हुन् प्रतीक, जो कि मेरो फर्स्ट ब्लगमा पनि थिए। र गाइस अब लेट्स आवर जर्नी बिगेन फ्रम राइट नाउ। र गाइस हामी चाहिँ हाम्रो हायाबुसा लिएर यहाँबाट निक्लिसकेका छौँ सायङको घरतर्फ। र गाइस यो चाहिँ आरोग्यको घर। र गाइस यो चाहिँ मैले हाइड एन्ड सिकको भ्लग बनाएको स्पट यहाँ धेरै नजिक आउँदैछ। र गाइस यही मैले हाइड एन्ड सिकको भ्लग बनाएको घर। र गाइस अहिले यतापट्टिको चाहिँ माहौल यस्तो छ, हाम्रो चाहिँ यो मिनी ग्राउन्ड हो, हामी यहाँ फुटबल खेल्छौँ। र गाइस यतापट्टि यस्तै हरियाली टाइपको छ। गाइस यो चाहिँ हो सल्विन भाइको घर। र गाइस यो घर पछि ट्याक्क आउँछ हाम्रो वान एन्ड ओन्ली आवर नेन्साङ ब्रोको घर। र गाइस अब चाहिँ हामी सायङ भाइको घरको एकदमै नजिक आइसकेका छौँ। र गाइस यहाँ चाहिँ ड्राइभर प्रतीकले मस्तसँगले आइसपप खाँदै साइकल कुदाउँदै गरेका छन्। र गाइस सायङको घर चाहिँ यहाँ टक्कसँगले आइसकेको छ। र गाइस सायङलाई बोलाउन जाँदैछौँ हामी। र गाइस यहाँ चाहिँ सायङ घरमै रहेछ। र गाइस त्यहाँ चाहिँ यो गाउँको पहिलेको यहाँको मेन वाटर सोर्स मोटर। र गाइस त्यहाँबाट चाहिँ अस्ति नै ट्रेन आउने भनेको स्पट हो। यहाँ चाहिँ ट्रेन आउँछ भनेर हाम्रो पहिलेको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले यहाँको बजेट तय गर्नुभएको थियो। तर यहाँ ट्रेन आउँछ कि आउँदैन मलाई थाहा छैन। बट यो यहाँबाट ट्रेन कुद्यो भने चाहिँ हामी नेपालीहरूलाई, यहाँबाट हामी नेपाली भन्दा पनि केरादापवासीलाई ट्रान्सपोर्ट गर्न चाहिँ एकदमै सजिलो हुन्छ, होइन गाइस। र अब मलाई ड्राइभरले अब हामी हिँड्छौँ, अब धेरै टाइम छैन भनेपछि। र अब प्रतीकको यो साइकलमा म जान आँटेको छु, फेरि रिटर्न हुन आँटेको छु। र गाइस आज चाहिँ हामी खेल्न जाँदैछौँ फुटबल। तर गाइस अनफर्चुनेटली म त्यो रेकर्ड गर्न सक्दिनँ। र गाइस अब चाहिँ हामी अब हाम्रो घरतिर गइसकेका छौँ। र गाइस यही नै हुन् हाम्रा प्रतीक। र गाइस अहिले चाहिँ फेरि हाम्रो मुड चेन्ज भएर थोरै अगाडिसम्म जाने भनेका छौँ। र गाइस अब लेट्स फेरि थोरैसम्म माथिसम्म पुगेर आउँ न गाइस। ल यतापट्टिको मैले हजुरलाई भनेको ट्रेन आउँछ भनेको स्पट यही हो। र गाइस यतापट्टि यो एरियाबाट आउँछ अरे ट्रेन, अनि यतापट्टिको यो साइडदेखि जान्छ अरे। र गाइस यो चाहिँ हो सम्भवको माहौल। र गाइस हामी सम्भवको माहौल यहाँबाट पढिसकेका छौँ। र गाइस यहाँ चाहिँ हाम्रो वान एन्ड ओन्ली टाइगर कुकुर। र गाइस स्विङ क्लासरुम हाम्रो लक्ष्यको मन्दिर लगभग पुग्छौँ होला मन्दिरनेरि, त्यहाँसम्म जान आँटेका छौँ। र गाइस यस्तो छ यतापट्टिको अहिलेको अवस्था। र गाइस अब हामी गइरहेका छौँ। र गाइस हामी चाहिँ मन्दिर नजिक पुगेर फर्किन थालिसकेका छौँ। र गाइस यतापट्टिको अहिले यो हरियाली टाइपकै अवस्था छ। यहाँ अहिले यो साउन महिना भएर होला यो हरियाली नै देख्न सकिन्छ। र गाइस यो झापामा चाहिँ के भयो, त्यो राजस्थान जस्तो मौसम चाहिँ हुँदैन जहाँ सुक्खा पर्छ जमिनहरू, त्यस्तो टाइपको हुँदैन। अनि त्यही भएर यता झापामा हरियाली नै भइरहेको छ। र गाइस एउटा चिज भन्नुपर्दा हजुरलाई, राजस्थानतिर त मैले राजस्थानको कुरा गर्दाखेरि राजस्थानतिर चाहिँ पानी हाल्न चाहिँ मोटर हुँदैन। र यहाँ झापामा चाहिँ मोटर हुन्छ। सो यतापट्टि पानी लगाएर हरियाली भइरहेको छ। र गाइस यो स्काई चाहिँ अहिले आज यस्तो बबाल देखिरहेछ कि यो स्काईलाई हेरेर बसिरहँ जस्तो लाग्छ। बट के गर्नु, हाम्रो नि काम हुन्छ। सो गाइस मेरो त के काम हुनु। सो भन्नु पर्दाखेरि त्यही भएर म अहिले स्काईलाई धेरै हेरि नबसिकन म मेरो लक्ष्यतिर, फुटबल खेल्ने लक्ष्यतिर लाग्छु। र गाइस आजको लागि यति नै भन्दै यो भ्लग म यहीँ एन्ड गर्न चाहन्छु। हस्त बाई बाई।